समारोहका विशिष्ट अतिथि सम्माननीय उपराष्ट्रपति प्रवेश गर्दैछ। यो हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि हुनेछ। ब्यानर प्रदर्शन र पुष्पवृष्टि भइरहेको NA055 एकुरियल हेलिकप्टरको नेतृत्व पाइलट महासेनानी रतन श्रेष्ठले गर्दै हुनुहुन्छ। साथमा पाइलट सन्देश राणानगर हुनुहुन्छ अनि एयरक्राफ्ट सामरिक सहसेनानी भरत प्रभात हुनुहुन्छ। त्यस्तै हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 अंकित ब्यानर प्रदर्शन गर्दै चक्रपथ परिक्रमा हुनेछ। अब मैदानबाट रंगी चंगी बेलुनहरू उडाउने कार्यक्रम रहेको छ। यस समारोहको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि जानकारी गराउँदछु। साथै रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत पनि विश्वभरि नै अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ। अब मुलुकमा शान्तिको कामना गर्दै नेपाली सेनाका जवानहरूद्वारा शान्तिका प्रतीक परेवाहरू उडाउने कार्यक्रम रहेको छ। अब नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिका नगर प्रहरी बलद्वारा इज्जत अर्पणका लागि मार्च पास हुनेछ। मार्च पासको नेतृत्व कवाज प्रमुख नम्बर 1 बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विनोद चन्दज्यूले गर्दै हुनुहुन्छ। दाहिने मोर्चा, दाहिने